हेलो गाइस, म चाहिँ आज एउटा भिडियो बनाउँदैछु केटाहरूलाई के केटाहरूलाई म एउटा क्वेसन सोध्छु के लाइफमा सबैभन्दा बढी याद कसको आउँदो रहेछ भन्ने क्वेसन सोध्छु। अब बढी कमेन्ट कसको आउँदो रहेछ हेरौँ है गाइस, कि त आमा कि त साथी हो साथीभाइ त होइन। अब यो क्वेसन सोध्दैछु म, अब केटाहरूको जवाब के आउँदो रहेछ हेरौँ उता गएर है। ल गाइस, आज पानी पनि पर्ला जस्तो भइसक्यो, पानी पनि परिरहेछ। केटाहरू पनि भेट्न लागिसक्यो गाइस, केटाहरू भेटिसक्यो मैले यता है। ल ल ल हेलो हेलो हजुर नमस्ते। म एउटा क्वेसन सोध्छु है त केटाहरूलाई। ल क्वेसनको एन्सर के आउँदो रहेछ हेरौँ है। त्यो जित्यो भने के त्यो फुर्ती हो? होइन, यो अरूको हो। ल लाइफमा सबैभन्दा बढी याद कसको आउँछ? मम्मीको हो गाइस। ल अब केटाहरूको क्वेसन आइसक्यो, अब यति नै हो आजलाई चाहिँ त्यो क्वेसन। अर्जुन दोस्त, हजुर, अब तिमीलाई लाइफमा सबैभन्दा बढी कसको याद आउँछ? मलाई लाइफमा सबैभन्दा बढी याद आउने भनेको चाहिँ मलाई जन्म दिने बाबा मम्मीको याद आउँछ है। ल सो गाइज, अब ठिक छ। अब यता हाम्रो हेलो सो गाइज, यता हाम्रो अर्को साथी हुनुहुन्छ, उसलाई म एउटा क्वेसन सोध्छु। तिमीलाई लाइफमा सबैभन्दा बढी माया कसको लाग्छ? मलाई लाइफमा सबैभन्दा बढी आफ्नो करियरको र ममको मात्र। ल ठिक अरू छ, त यस्तै हो सबैजनाको। ल केटा एउटा क्वेसन सोध्छु है त, म एउटा क्वेसन सोध्छु कि एउटा। लाइफमा सबैभन्दा बढी याद कसको आउँछ है? लाइफमा सबभन्दा बढी फ्यामिलीको आउँछ नि कसको। फ्यामिली। अरू यहाँ हेलमेट लाउने भाइ तिमीलाई? मलाई पनि त्यही हो, फ्यामिलीकै हो गाइस। फ्यामिली भन्यो होइन सबैजनाले, ठिक छ। अब रियाक्सन केटाहरूको कस्तो आएछ भन्ने कुरा थाहा भइसक्यो। प्रभास साथीले पनि सोध म एउटा क्वेसन। लाइफमा तिमीलाई के चिजको कमी छ? मलाई पैसाको कमी। पैसा? ल पैसा किन कमी भयो त खास? पैसा बिना अब जिन्दगी जिउन अलिक गाह्रो छ होइन। मनी इज एभ्रिथिङ भन्छ नि। सो गाइज, ल ठिक छ। त्यही भएर हामी पानीमा खटिरहेको। पानीमा भयो नि केटाहरू, काम गरिरहेछ, मेहनत गरिरहेछ। ल त्यही हो। हेलो गाइज, यता हुनुहुन्छ हाम्रो सनम साथी। हेलो हेलो चाउचाउ होइन यता। हेलो। ल एउटा क्वेसन सोध्छु है त म। ल अनि लाइफमा धेरै महत्त्वपूर्ण चिज के हो? पैसा। पैसा किन? पैसा कसरी भयो? पैसा भने पैसा छ सबै तोक्छ, फ्यामिली छ, आफन्त दाजुभाइ सब तोक्छ। मनी इज एभ्रिथिङ। ल सो मेरो लागि चाहिँ पैसा ठुलो है। ल सो गाइज, उसको लागि पैसा ठुलो रे, ठिक छ, आफ्नो आफ्नो इच्छा हो होइन। यता हाम्रो लभली भाइ हुनुहुन्छ। ल लभली भाइ के छाता लिएर पुरै चाउचाउ खाइरहेछ बिचरा, मेहनत गरिरहेछ। पानीमा नि काम गर्नुपर्छ गाइज होइन। ल ठिक छ, पाल्नु पर्यो आफ्नो श्रीमती, अनि के गर्नु? श्रीमती पाल्नु पऱ्यो रे, ठिक छ। ल भाइ 150 नि होला नि त, अब के छ र।